Hey guys, तपाईलाई स्वागत छ हाम्रो YouTube च्यानलमा र धेरै पछि मैले चाहिँ यसरी भिडियो बनाएर हाम्रो YouTube को लागि हाल्न गइरहेको छु। विशेष YouTube को लागि भन्दा नि मेरो बुढीको लागि सरप्राइज मैले प्लान गरेको थिएँ किनकि उसको 25औं जन्मदिन हुन गइरहेको छ एकैछिनपछि 2-3 मिनेट पछि किनकि मैले यो भिडियो 12 बज्नुभन्दा अगाडि क्याप्चर गरिरहेको छु अनि मैले चाहिँ मेरो बुढीलाई चाहिँ 25 वटा गिफ्ट दिने भनेर मैले सोचेको थिएँ र 25 वटा गिफ्ट मैले चाहिँ यसरी प्याक गरेछु हैन। प्याक गर्न लास्टै टाइम लाग्यो किनकि मेरो फर्स्ट टाइम थियो गिफ्ट प्याक गर्न नि आउँदैन थियो मलाई अनि मैले गिफ्ट प्याक गरेर 25 वटा गिफ्टहरु रहेको छ हैन। अब त्यसमा के छ हैन त्यो मैले उसलाई सरप्राइज गर्छु अनि सरप्राइज गरेपछि अनबक्सिङको भिडियो नि यसैमा एड गर्छु। तर अहिले चाहिँ म फुल दिएर मेरो बुढीलाई विश गर्न गइरहेको छु अनि यो 25 वटा गिफ्ट मैले दिन लाग्छु भनेर उसलाई थाहा छैन र मैले यो 25 वटा गिफ्ट चाहिँ यहाँ जिम कोठामा अघि उसुतिरहेको थिएँ नि त अनि त्यसै मैले अलरेडी किनेर चाहिँ मैले सुटकेसमा प्याक गरेको थिएँ अनि अघि चाहिँ मैले सबै यो गिफ्ट र्याप गरेर यहाँ राखेको थिएँ। अब ऊ तल त आउँदैन नि त अब यो मेरो जिम कोठामा त्यसैले यो भोलि बिहानसम्म यही हुन्छ अनि भोलि बिहान चाहिँ म उनलाई यो गिफ्ट सरप्राइज दिन्छु र अहिले चाहिँ म मेरो बुढीलाई फ्लावर दिएर हैन विश गर्छु अनि प्रे गरिदिन्छु मेरो बुढीको लागि। सो लेट्स गो है गाइस। अहिले कति बजेको छ सो फुल सुक्छ भनेर मैले चाहिँ यहाँ पानीमा राखेको थिएँ के यसरी हैन यसरी पानीमा राखेको थिएँ अनि गिफ्टहरु चाहिँ यहाँ छ अनि के छ गिफ्टमा चाहिँ त्यो चाहिँ भोलि थाहा हुन्छ हैन। तर गिफ्ट चाहिँ म अहिले दिदिन अनि गिफ्ट चाहिँ भोलि बिहान दिन्छु। अहिले जस्ट फ्लावर दिएर मेरो बुढीलाई विश गर्न गइरहेको छु। सो किप वाचिङ गाइस। सो सुतिरहेको छ म चाहिँ जान लागेको छु माथि हैन। She will be happy. Back camera, guys. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Buddy. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Buddy. Happy birthday to you. I don't know मैले तिमीलाई के ल्याइदिएको छु। पानी चुइरहेछ है। उठाउन त नि उठन त नि उठन उसमा पानीमा गाइस अब चाहिँ हामी प्रे गर्न गइरहेका छौँ। मेरो बुढीको लागि म प्रे गर्छु है। कुरा जुन मैले भनेको थिएँ नि त्यो चाहिँ हेर्दै गर्न होला। बाइ बाइ। सो वेलकम ब्याक अगेन गाइस। म चाहिँ बिहान उठेर तल आएर गिफ्ट यहाँ मजाले राखेको छु। गिफ्टहरु एकछिनमा देखाउँछु हैन। अब मेरो बुढीलाई म चाहिँ ऊ ब्रस गर्दैछ म चाहिँ बोलाउँछु देन लेट्स सी हर रियाक्सन हैन। मैले अब यति मेहनत गरेर गिफ्ट प्याक गरेर हैन मैले सरप्राइज दिँदैछु भने डेफिनेटली सी विल बी ह्याप्पी एन्ड उले एक्सपेक्ट नि गरेको छैन होला कि मबाट उसको लागि मैले अब यति गरेको छु भने उनी सरप्राइज त हुन्छ नि अलिकति भनेर अचम्म मानिहाल्छ हाउ भनेर। सो लेट्स सी। अब म उसलाई बोलाउँछु हैन। म बोलाउँछु माथि गएर एन्ड देन वी विल सी हर रियाक्सन। बेबी तल आउ न। ब्रस गर्दैछौ तल आऊ है। Sit down, baby. I got something for you, okay? Yes, please.
छिटाओगे प्लिज There you go. My heroine is coming down. आउ न त नि यो ढोका खोल न यो ढोकाको भित्र कोठाको भित्र I got something for you. Please open the door. बन्द गरौँ त हुन्छ न बन्द गरे नि हुन्छ के छ हेर न त्यहाँ कतिवटा गिफ्ट छ थाहा छ आज तिम्रो कति हो जन्मदिन हो बेबी कति हो जन्मदिन हो लाज लाउँछ का बुढी भइसक्यो मेरो लागि त सधैँ बुढी थियो भन्नाले लाइफ पार्टनर बुढी भन्नु खोजेको के छ अनएक्सपेक्टेड चिजहरू होला के किनकि मेरो चोइस कस्तो छ थाहै छ तिमीलाई यो चाहिँ प्रोटिन नुस हो 9 I don't know you need to open it 11 अनबक्सिङ चाहिँ मैले रेडी भएपछि गर्छु है हस् हेर न कति मेहनत लागेछ मैले प्याक गर्न हजुरलाई प्याक नै गर्न आउँथेन त्यही त भनेको त नि पहिलोचोटि प्याक गरेको भारी हो त खै के छ अब 17 18 अब त्यो प्याकमा मात्रै 19 छ होइन तर मैले अब दुई ठाउँमा तीन ठाउँमा चाहिँ डबल प्याक गरेछु के यो भित्र छ त्यसको भित्र छ के सो बाहिरबाट हेर्दा मात्रै 19 हो तर अल टोटल 25 छ गाइस यसको अनबक्सिङ चाहिँ म अहिले पछि गर्छु टिकटकको लागि पनि भिडियो बनाउनु पर्छ सो कस्तो लाग्यो सरप्राइज बेबी सरप्राइज अब यो खोलेपछि थाहा हुन्छ नाइ भन्नाले एक्सपेक्ट गरेको थियो कि नाइ मैले भन यतिसम्म गर्न सक्छु भनेर हजुरलाई बनाउन नै आउँदैन खोइ कसरी के गर्नुभयो हेर अब यो पनि मन पर्यो मलाई यो गिफ्ट प्याक गरेको यो के भन्छ ऱ्यापर Once again, happy birthday, मेरो बुढी. Thank you so much, मेरो बुढा. Bye bye, guys. We'll see you in another next time unboxing गर्ने unboxing भिडियोमा चाहिँ हेर्नेछु अनि भिडियो चाहिँ एउटै रहनेछ है गाइज. Bye bye. हेलो गाइज स्वागत छ तपाईँलाई फेरि नेक्स्ट पार्टमा होइन हामी बजार गएर भर्खर आयौँ अनि बजार गएर हामीले केक ल्याएर आएको थियौँ अनि बुढीले भनिन् पर्दैन ठुलो केक लान सानो केक लाग्यो हुन्छ भनिन् अनि किनकि हामीले केक नि खाँदैनौँ नि त खासै अनि बर्थडेको बेला पनि केक नि के नकाट्नु थोरै सानो भए पनि लैजाउँ भनेर चाहिँ हामीले केक लिएर आयौँ अब चाहिँ हामी एकछिनमा केक कट गरेर एकअर्कालाई खुवाएर होइन अनि त्यसपछि हामीले गिफ्टहरू अनबक्सिङ गर्नेछौँ गाइजहरू सो किप वाचिङ है It's the birthday girl, guys. Ta-da! हामी चाहिँ अहिले स्ट्रिक्ट डायटमा छौँ अनि एक्सर्साइज गर्न थालेपछि आई डोन्ट इभन लाइक स्विट्स द्याट्स वाइ केक चाहिँ नकाटौँ भनेको अनि बर्थडेको दिन त काट्नु पर्छ भनेर सानो पिस भए पनि काट्नलाई आइ एम रेडी ओके वी आर गोइङ टु कट द केक नाउ He is bringing the cake. It's a sano cake. Cute sa. No. And चाहिँ क्यान्डल हो कसरी खोल्ने हो कसरी यतापट्टिबाट होला हेर्नुहोस् गाइस बक्स त यस्तो भएछ So I'm going to cut this now.
कस्तो राम्रो यार है यो चाहिँ हाल्छु हेर्नु त वाह। उतापट्टि निकै म त यतैपट्टि गएको पानी आउँछ नि त ए बाबा रे बाबा ए What are you doing? तिमी बनाइदिएको के यस्तो भिडियो बिच हाल्नलाई ठिक्क हुन्छ यस्तो गर्छु अनि Okay guys, a photo clicking भयो. Let's cut the cake now. And खोइ पनि चक्कु. Where is mine? Sorry, I got. यो चाहिँ अब यसको चाहिँ फोटो मागिन्छ नि यतिको जिरो लगाएर एउटा क्यान्डलवाला हुन्छ अनि यो चाहिँ हाम्रो स्मल केक हो गाइस हैन पहिला क्यान्डल बालेर फु गर्ने कि के गर्ने क्यान्डल बलिराख्नु थियो अनि यो त झुर्रा हाल्नु भइहाल्छ त नि हजुरले बाल्दिन पर्ने मैले बाबा के उति नै खाइराख्नु न यो चाहिँ बाल्दिन बोलाउनु Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Budi. Happy birthday to you. May God bless you. May God bless you. May God bless you. Happy birthday, dear Budi. Happy birthday to you. बोलेको सबै सकिने पर्छ जेको सक्यो कस्तो धेरै बेर बोल्ने थ्याङ्क यू मेरो बुढा कट 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 अब म उयसमा चाहिँ Happy birthday once again, everybody. God bless you. थ्याङ्क यू मेरो बुढा काटौँ हुन्छ Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Buddy. Happy birthday to you. Happy birthday. थ्याङ्क यू बाबु धेरै खाना सो गाइज हामीले फाइनली केक पनि काट्यौँ अनि एकअर्कालाई केक खुवाएर हामीले बर्थडे किन नखानुको खाँदै सरी गाइज सो गाइज हामीले होइन फाइनली केक नि काटिसक्यौँ अनि हामीले विस नि मागिसक्यौँ मेरो बुढीलाई गडले धेरै धेरै ब्लेसिङ दिनुभएको होस् होइन हस् स्वास्थ्य दिनुभएको होस् तिमीलाई अनि अब चाहिँ हामी गिफ्ट अनबक्सिङ गर्नेछौँ एनिवे वन्स अगेन ह्याप्पी बर्थडे होइन गड ब्लेस यु थ्याङ्क यू बाबु सधैँ खुसी हुनु म खुसी राख्छु सरी मलाई कति पछि केक खाएको त्यही भएर म खाएको भयो गाइस सरी सो केक कटिङको भिडियो यतिकै राख्छौँ गाइस अब हामी डाइरेक्ट
गिफ्ट ए अनि अनबक्सिङमा कोही पनि छैन यस्तो भन्ने सोच्नुलाई हामीलाई एकअर्का भए पुग्छ है बेबी द्याट्स इनफ फर अस अनि जति ठुलो हुँदै गयो के भन्छ अरे साथीभाइहरू छुट्टै जान्छ मैले एउटा कुरा चाहिँ यो बढ्दै जाँदाखेरि चाहिँ लाइक हुर्किँदै जाँदा अहिलेसम्म के बुझेछु भन्दाखेरि चाहिँ सबैलाई पैसा मात्रै म्याटर गर्छ कि जसलाई पनि इदर इट्स पेरेन्ट्स सिब्लिङ्स अर एनी वान बर्थडेको दिन अब कसैले म्यासेज गरे ठिक छ कल गरे ठिक छ जसलाई आउन मन छ आए ठिक छ आउन मन लागेको छैन ठिक छ सो या गाइज लाइफ गोज अन बट के अरे लाइफमा आफूसँग जहिले हुने भनेको चाहिँ आफ्नो पार्टनर हो द्याट्स वाट आई हेभ लर्न्ड ओके गाइज लेट्स गो एन्ड open my gifts now. Yay! बाइ बाइ